ल साथीहरु स्वागत छ तपाईहरुलाई हाम्रो च्याप्टर 7 यानी कि क्लास 11 को हाम्रो इकोनोमिक्स बुक को नेशनल इन्कम एकाउन्टिङ भन्ने च्याप्टरमा र यो च्याप्टरको हामी अहिले कुन पार्टमा छौ भने पार्ट 1 2 3 हामी गरिसके। यो चाहिँ हाम्रो पार्ट 4 हो है। यहाँ चाहिँ हामी नेशनल इन्कम क्याल्कुलेट गर्न सिक्छौ वा मेजर गर्न सिक्छौ कसरी बाइ द हेल्प अफ इन्कम मेथड है। सो अब हामी लागम हाम्रो प्रोडक्ट मेथडबाट चाहिँ हामी गरिसकेको छौ पार्ट 3 मा। अब पार्ट 2 मा चाहिँ के रे पार्ट 4 मा चाहिँ इन्कम मेथड गर्छौ। ल एकदमै इजी छ हैन, यहाँ धेरै कुराहरु छैन, तपाई ठ्याक्क लेखेर यति कुरा याद गर्नुहोस् अनि मजाले पुग्छ। ल सो अब इन्कम मेथड को बारेमा हैन, हाउ टु क्याल्कुलेट अर हाउ टु मेजर नेशनल इन्कम बाइ युजिङ इन्कम मेथड भनेर आयो भने तपाई डाइरेक्टली यहाँबाट सुरु गर्न सक्नुहुन्छ। सो यहाँ लेख्न सक्नुहुन्छ प्रोड्युसर यूज भेरियस फैक्टर्स अफ प्रोडक्शन फर द प्रोडक्शन। साथीहरु अब यो च्याप्टर को डिटेलमा कुरा गर्नुभन्दा अगाडि चाहिँ एउटा कुरा तपाईहरुले ध्यान राख्नुपर्छ। यो चाहिँ जुन म देखाउँदै छु नि तपाईहरुलाई च्याप्टर 5 यहाँ माथि हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो क्लास 12 को है, ठ्याक्क यो क्लास 12 को। र यहाँ यो जुन हामी पढ्छौं नि अहिले इन्कम मेथड, सो यसमा के कुरा गरेछ भने फ्याक्टर्स अफ प्रोडक्शन को कुरा गरेछ के। यो फ्याक्टर्स अफ प्रोडक्शन भनेको ठ्याक्क क्लास 12 मा यसको डिटेलमा पढ्नु पर्छ। त्यही भएर यो फ्याक्टर्स अफ प्रोडक्शन भनेको के हो तपाईहरुले सबैभन्दा अगाडि बुझ्नु पर्छ। जस्तै एउटा एक्जाम्पल लिम न त हैन, यो पेन्सिल बनेको छ, यो पेन्सिलमा के लागेको छ यहाँ हेर्न सक्नुहुन्छ, यहाँ कार्ड छ यानी कि यो दाउरा भइहाल्यो, त्यसपछि यो ग्रेफाइट यो पेन्ट हो। त यो सब कुराहरु हैन, यो पेन्ट यो वुड र यो ग्रेफाइट के भयो फ्याक्टर्स अफ प्रोडक्शन भयो हो। फ्याक्टर्स अफ प्रोडक्शन भनेको के हो बुझ्नु भइसक्यो। अब हेर्नुस् नर्मली इकोनोमिक्स में हाम्रो फ्याक्टर्स अफ प्रोडक्शन भन्दाखेरि यो चारवटा कुरा तपाईले जहिले नि याद राख्नुपर्ने हुन्छ। के ल्यान्ड लेबर क्यापिटल र अर्गनाइजेसन हो। अब यो ल्यान्डलाई हैन, यो ल्यान्ड अब हेर्नुस् एउटा प्रोड्युसरले एउटा फार्मरले हैन, ल एकचोटी यहाँ पढौं न त। ल प्रोड्युसर यूज भेरियस, प्रोड्युसर भनेको के हो फार्मर हो, यूज भेरियस जसले वस्तु उत्पादन गर्छ त्यो प्रोड्युसर, यूज भेरियस फ्याक्टर्स अफ प्रोडक्शन फर द प्रोडक्शन अफ गुड्स एन्ड सर्भिसेस हैन। भेरियस फ्याक्टर्स अफ प्रोडक्शन युज गर्छ रे। भेरियस फ्याक्टर्स अफ प्रोडक्शन भनेको के हो, ल्यान्ड युज गर्छ, लेबर युज गर्छ, क्यापिटल युज गर्छ, अर्गनाइजेसन युज गर्छ है। अझै पढौं फ्याक्टर्स अफ प्रोडक्शन रिसिभ देयर इन्कम इन द फर्म अफ वेजेस एन्ड स्यालेरी रेन्ट इन्ट्रेस्ट एन्ड प्रोफिट। अब हेर्नुस् यहाँ जुन हामी अरूको जमिनमा हामी केही कुरा उत्पादन गरिराछौं त्यसलाई पैसा दिनु पर्यो। लेबरले काम गर्छ तपाईको, अब फार्मरले लेबर पनि राखेको हुन सक्छ नि त, वा अरु कुनै प्रोड्युसरले लेबर पनि राखेको हुन सक्छ, त्यसलाई वेजेस दिनु पर्यो। क्यापिटल हामी कतैबाट पुँजी खोजेर लिएर आउँछ यानी कि क्यापिटल यानी कि इन्भेस्टमेन्ट हो। त्यो पैसा हामी खोजेर वा बैंकबाट लोन मागेको छौ भने त्यसलाई पैसा केमा दिनु पर्यो, इन्ट्रेस्ट। र त्यसपछि एउटा अर्गनाइजेसन भन्ने हुन्छ है। यो अर्गनाइजेसन यानी कि हामी उत्पादन गरिराछौं भने हामीलाई नै के चाहियो, प्रोफिट चाहिएन। सो यहाँ अर्गनाइजेसन पनि त्यही प्रोड्युसर गर्ने मान्छे, त्यसलाई प्रोफिट पनि चाहिन्छ। सो यसको मतलब यो रेन्ट वेजेस इन्ट्रेस्ट र प्रोफिटलाई याद राख्नु होला। अब हामी अगाडि फर्दर बढौं है, एकदम मजाले इजी तरिकाले बुझ्नु होला, केही गाह्रो छैन हैन। सो क्लास 12 मा ठ्याक्क यही कुराहरु थियो, तपाई हेर्नु भइसक्यो। ल त्यसपछि if we sum up all the income received by the factors of production, जुन यो फ्याक्टर्स अफ प्रोडक्सन थियो के ल्यान्ड लेबर क्यापिटल र अर्गनाइजेसन, यिनीहरूले पैसा कमाउँछ के को रूपमा, वेजेस को रूपमा, रेन्ट को रूपमा, इन्ट्रेस्ट र क्यापिटल के रे प्रोफिट हो। यही सब पैसालाई हामीले सम अप यानी कि जोड दियौ भने वी गेट द नेशनल इन्कम, सो दैट इट इज अल्सो नोन एज फ्याक्टर इन्कम मेथड है। द प्रोसेस अफ नेशनल इन्कम एकाउन्टिङ बाई। सो यो कुरा भयो, यति बुझ्नु भइसक्यो भयो है, धेरै डिटेलमा नजाऊँ। मेरो नि अब एक्जाम सरेर हैन पढ्न झ्याउ लागेर अनि म नि भिडियो बनाइदिउँ न हैन, अब पढ्न मन नलागेसी यस्तै रुकेर त भएन हैन, स्टप हुनु भएन, केही न केही गरिराख्नु पर्यो। ल त्यति लेखिसकेपछि तपाईँ यहाँ जीडीपी इक्वल टु डब्ल्यू प्लस आर प्लस पी प्लस डिप्रिसिएसन प्लस नेट इन्डाइरेक्ट ट्याक्स प्लस आई भन्नेको इन्ट्रेस्ट, यहाँ मैले फुल फर्म लेखिदिएको छु, के रे सर्ट फर्मको लङ फर्म छ। ल त्यसपछि जीएनपी मा यो जीडीपी जुन आयो नि यो सब गरेर त्यसमा एनएफआईए, त्यसपछि एनएनपी हैन, यो इजी कुरा छ, यति लेखिनुस्। यति लेखिसकेपछि अब तपाईलाई यति लेखिसकेपछि अब हेर्नुस्
8 मार्क्समा मानव सोध्यो भने यहाँ मैले जति देखाइरहेको छु यो सब लेख्नु पर्यो, यो सब है, यति मात्र लेखिदिनुस्। यो कपीमा मैले जति बताएँ त्यति र यो कपीमाको जति छ यति तपाईले लेखिदिनु पर्यो। अब मानव 5 मार्क्सको मात्र सोध्यो भने जति यो कपीमा बताएको थिएँ नि यति लेखेर र यो टेबल मात्र बनाइदिनु होला। अब भन्नुहुन्छ यो टेबल यस्तो गाह्रो किन दिनुभयो? गाह्रो छैन के, हेर्नुस् यो वेजेस, इन्ट्रेस्ट, रेन्ट, प्रॉफिट हामी अगाडि नै पढिसक्यो के। ठ्याक्राक्क यो कुराहरू तपाईको न्युमेरिकलमा काम लाग्छ, सो यो छोड्न भएन, इजी छ है। र यो जुन पैसाको कुरा छ यो याद गरेर जानु पर्दैन। तपाईँ यो 3500 को सट्टामा जति लेख्दा नि हुन्छ कि 10,000, 20,000, 3,000, 4,000, 5,000 यसको सट्टामा जति लेख्दा मतलब जति नि तपाईँ पैसा राख्न सक्नुहुन्छ है। यति ध्यान राखेर राख्नुस् कि लास्टको हाम्रो प्लसमै आओस्, बस त्यति भए पुग्छ है। यो जसरी माइनस छ नि हो त्यो पनि पैसा तपाईको माइनस माइनसमा हुनु पर्यो। ल योमा केही गाह्रो थिएन है। ल 8 मार्क्समा सोध्यो भने द इम्पोर्टेन्स एलिमेन्ट्स छ भनेर अनि यो कुराहरू देखाइदिनु होला। ठ्याक्राकै यही कुराहरू यहाँ छ के है, ठ्याक्राकै यही कुराहरू यहाँ छ, सो यसमा केही गाह्रो हुनु भएन है। ल यति तपाईँ लेख्नुस्, तपाईको यो इन्कम मेथड सिद्धियो। 8 मार्क्समा सोधोस् या 5 मार्क्समा सोधोस् केही टेन्सन भएन। हस्, धन्यवाद। सब्स्क्राइब चाहिँ गरिदिनुस्। ल